नमस्ते सबैलाई स्वागत छ हाम्रो नेपाली ट्रेडरमा। मैले अस्ति नै भनेको थिएँ यो ठाउँमा मार्केट आउँछ, यो एउटा हाम्रो बाहिरको एरिया हो भनेर। हेर्नु, ट्रेडिङ भ्यूमा पनि हेर्न सक्नुहुन्छ। मैले यो ठाउँमा सेल गरेको थिएँ। मेरो सानो एउटा पोइन्टले गर्दाखेरि स्टप लस खाएर गयो मार्केट तल। हेर्नु, सानो, त्यो पनि सानो पोइन्टले गर्दाखेरि स्टप लस खायो। तै पनि मैले यो ठाउँमा ट्रेड गरेको थिएँ। दुईवटा ट्रेड लगाएको थिएँ। त्यो दुईवटा ट्रेड प्रफिट भयो मेरो। हेर्न सक्नुहुन्छ, फेरि पनि $337 प्रफिटमै छु। तर यो ट्रेड मेरो एक दिनपछि क्लोज भयो। हेर्नु, होल्ड गर्नु पऱ्यो मैले धेरै ज्यादा, त्यसको लागि एक दिन लाग्यो। यो दुईवटा ट्रेड एउटै दिनमा क्लोज भयो होइन। त अब त्यो दिनमा थोडा बहुत लस भयो मानौँ अब, तर यो तिनै ट्रेड एकैचोटि लगाएको ट्रेड हो। ओके, स्टप लस खाइसकेपछि अनि लगाएको ट्रेड हो। तर म ओभरअल एभ्री डे प्रफिटमै छु, अहिलेसम्म लसमा छैन। क्यापिटल हेरेर पनि थाहा होला। तर हिजो त धेरै जसो मान्छेहरूको होइन स्टप लस खाएकै होला, जसले पनि यो ठाउँमा सेल गर्यो। किन हिजो के भयो यो ठाउँमा कि धेरै जस्तो मान्छेहरूले सेल गरेकै होला भन्ने। हेर्नु, एक त सब रेजिस्टेन्स एरियाबाट मार्केट तल गयो। यो ठाउँमा लोवर लो लोवर हाई बनायो। धेरै जसो मान्छेहरूले यो ठाउँमा लोवर लोको लागि सेल गर्ने सोचेको होला होइन। तर अब उनीहरूलाई यो थाहा भएन कि यो एउटा भनेको हाम्रो होइन एउटा डिमान्ड जोन हो, यहाँबाट मार्केट उठेको एरिया हो होइन। त यहाँबाट मार्केट माथि जान्छ भनेर सोचेनन् होला। धेरै जसो मलाई लाग्छ धेरै जसो मान्छेले हिजो लस खाए यो ठाउँमा। ओके, देखाइदिन्छु। तर मैले ट्रेड गरेन। म वेटिङमा थिएँ कि कति बेला मेरो सेटअप बन्ला अनि म ट्रेड गरौँला भनेर। तर मेरो सेटअप बनेको थियो। हेर्नु, मेरो सेटअप बनेको थियो। यहाँ मार्केट गइसकेपछि फेरि मेरो सोच थियो कि यो लेभलमा आयो भने मात्रै म ट्रेड गर्छु, नत्र गर्दैन भन्ने मेरो सोच थियो। तर मार्केट त्यो लेभलमा त आएन। ओके, ल, यो लेभलमा आएन। यो लेभलमा नआई मार्केट माथि गयो, भयङ्कर तरिकाले मार्केट माथि गयो। मैले यो ठाउँमा बाइङको लागि नै सोचेको थिएँ। अब अहिले चाहिँ अब केही पनि नगर्नु है। मार्केट धेरै माथि गइसकेको छ, यहाँबाट फेरि पनि जान सक्छ। जबसम्म सेटअप बन्दैन तबसम्म यहाँ सेलिङ गर्ने होइन। एक त तपाईँहरूले सेलिङ नगरेकै राम्रो, किन भनेपछि 4 आवरमा हेर्दाखेरि 4 आवरमा हेर्नु या 1 आवरमा हेर्नु, हजुरको यो ट्रेन्ड लाइन जो छ नि, यो ट्रेन्ड लाइन ब्रेकआउट गरिसकेको छ। हेर्नु, ब्रेकआउट गरेर धेरै ठुलो ट्रेन्ड लाइन ब्रेकआउट भइसकेको छ। त्यसपछि मार्केट यहाँबाट माथि जाँदैछ। अब यो हेर्नु, यो सिमेट्रिकल प्याटर्न पनि छ यो ठाउँमा। रोक्नु, यिनी हटाएर देखाइदिन्छु म। हेर्नु, सिमेट्रिकल प्याटर्न योवाला भयो। सिमेट्रिकल प्याटर्न पनि ब्रेक गरेर मार्केट माथि गएको। हेर्नु, ब्रेकआउट गर्यो अनि मार्केट माथि गएको छ। फेरि पनि यो लेभलबाट धेरै जसो मान्छेलाई लाग्यो कि अब रेजिस्टेन्स भयो, फेरि पनि यो लेभलमा त आउँछ मार्केट भन्ने सोचेर धेरै जसो मान्छेले यहाँ सेल गरेको हुन् पक्का पनि। तर हेर्नु, हाम्रो लागि फर्स्ट बायर एरिया भनेको यो भयो, सेकेन्ड बायर एरिया भनेको यो यहाँनिर भयो यसको है। हेर्नु, यो फेयर भ्याल्यु ग्यापवाला यहाँनिर भयो। त्यसपछि हाम्रो लास्ट बायर एरिया भनेको यो फेयर भ्याल्यु ग्याप यो ठाउँमा पर्छ हाम्रो है। अब मार्केट यो ठाउँमा पनि आयो भनेपछि यहाँबाट मार्केट माथि जान सक्छ। बुझ्नुभयो नि? त कहिले पनि बायर एरिया सेलर एरिया चाहिँ है, यदि हजुरले राम्ररी बुझ्नुभयो भने हजुरहरूले होइन लस हुने चान्स धेरै कम हुन्छ। कहाँ ट्रेड लिने, कहाँ के को लागि ट्रेड लिने भन्ने पहिले नै डिसाइड गर्न सक्नुहुन्छ। जस्तै हामीले यो ठाउँमा सेलिङको लागि ल्याएको थियौँ। किन ल्याएको थियौँ भनेपछि मार्केट यहाँबाट भयङ्कर तरिकाले तल आएको थियो होइन। हेर्नु, यो लेभल रिजेक्सन खाएर यहाँबाट मार्केट तल जाला, यो सेलर एरिया हो भनेर हामीले तलको लागि ट्रेड गरेका थियौँ। पोइन्ट पनि क्याप्चर गऱ्यौँ, राम्रै पोइन्ट क्याप्चर गऱ्यौँ। तर के भयो भनेपछि यो हेर्नु, एक त यो सपोर्ट एरिया पनि हो, यो बायर एरियामा आएर मार्केट कति माथि गएछ, त्यो पनि कति पोइन्ट हो यो भनेपछि तपाईँको हेर्नु 192 पोइन्ट। हामीले कति पोइन्ट क्याप्चर गऱ्यौँ? मैले क्याप्चर गरेको हेर्नु 77 पोइन्ट। तर मार्केट कति तल गएको थियो? 100 पोइन्ट तल। हेर्नु, 100 पोइन्टसम्म गएको थियो मेरो, देख्न सक्नुहुन्छ। मैले यति देरसम्म होल्ड गरेँ। पेसेन्स, त्यो अब पेसेन्स हुनुपर्छ यति होल्ड गर्नलाई। धेरै जसो मान्छे सक्दैनन्। 0.03मा मैले 377 कमाउनु भने सानो कुरा होइन। 500सम्म गएको हो 0.03मा। बुझ्नुभयो नि? ल, तपाईँहरू पनि राम्ररी यदि ट्रेडिङ गर्न चाहनुहुन्छ भने है, भिडियोहरू हेर्नु होला। युट्युबमा मैले अपलोड गरेकै छु। तिनी सबै भिडियो हेऱ्यो भने तपाईँलाई अलिकति त अन्दाजा भइहाल्छ। अनि
अझ पनि म अपलोड गर्दैछु, डेली अपलोड गर्छु। ओके, थ्याङ्क यू सो मच। यहाँसम्म भिडियो हेर्नुभएको छ भने कमेन्ट चाहिँ गर्नु होला है, लास्टसम्म भिडियो हेर्नुभएको छ भने। ल।